सम्पूर्ण साथीहरुमा नमस्कार। आजको भिडियोमा हामीले नेपालको इतिहास सम्बन्धी गोपालवंश र महिषपाल वंशको बारेमा केही प्रश्न उत्तर लिएर आएका छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। र आजको लागि पहिलो प्रश्न रहेको छ, नेपालमा सबैभन्दा पहिले शासन गर्ने वंश कुन हो? यसको सही उत्तर हो गोपाल वंश। दोस्रो प्रश्न रहेको छ, गोपाल वंशको मुख्य पेशा के थियो? गोपाल वंशको मुख्य पेशा गाई पाल्ने पेशा रहेको थियो। गोपाल वंशलाई कसको सन्तान मानिन्थ्यो? गोपाल वंशलाई कृष्णका सन्तान मानिन्थ्यो। गोपाल वंशमा कतिजना राजाले शासन गरेका थिए? गोपाल वंशमा 8 जना राजाहरूले शासन गरेका थिए। गोपाल वंशले कुन जातिलाई युद्धमा पराजित गरेर नेपाल उपत्यकामा वर्चस्व कायम गरेका थिए? प्राचीन स्थानीय नाग जातिलाई चाहिँ गोपाल वंशले युद्धमा पराजित गरेका थिए। गोपाल वंशको पहिलो राजा को थिए? गोपाल वंशको पहिलो राजा भुक्तमान थिए। गोपाल वंशको समयमा नेपालको पूर्वी सिमाना कहाँसम्म थियो? पूर्वी सिमाना चाहिँ दुधकोशीसम्म थियो। त्यसैगरी उत्तरमा गोसाइकुण्ड, पश्चिममा त्रिशुली गंगा र दक्षिणमा चितलाङसम्म रहेको थियो। राइट वंशावली अनुसार गोपाल वंशले कति वर्ष शासन गरेका थिए? राइट वंशावली अनुसार 521 वर्ष शासन गरेका थिए भने गोपाल वंशावली अनुसार चाहिँ 505 वर्ष शासन गरेका थिए। गोपाल वंशको शासन केन्द्र कहाँ थियो? गोपाल वंशको शासन केन्द्र मातातीर्थमा रहेको थियो। गोपाल वंशको अन्तिम राजा को थिए? गोपाल वंशको अन्तिम राजा यक्षगुप्त थिए। गोपाल वंशपछि नेपालमा कसले शासन गरेका थिए? गोपाल वंशपछि नेपालमा शासन गर्ने वंश थिए महिषपाल वंश। महिषपाल वंशको मुख्य पेशा के थियो? महिषी पालक। गोपाल वंशमा कतिजना राजाले शासन गरेका थिए? 3 जना राजाले। राइट वंशावली अनुसार महिषपाल वंशले कति वर्ष शासन गरेका थिए? राइट वंशावली अनुसार 111 वर्ष शासन गरेका थिए भने गोपाल वंशावली अनुसार 161 वर्ष 2 महिना शासन गरेका थिए। महिषपाल वंशको शासन केन्द्र कहाँ रहेको थियो? महिषपाल वंशको पनि शासन केन्द्र मातातीर्थ नै रहेको थियो। महिषपाल वंशको पहिलो राजा को थिए? बरसिंह। बरसिंह चाहिँ महिषपाल वंशको पहिलो राजा थिए। महिषपाल वंशको अन्तिम राजा को थिए? भुवन सिंह। महिषपाल वंशको अन्तिम राजा थिए भुवन सिंह। भुवन सिंहलाई कसले युद्धमा पराजित गरेका थिए? यलम्बरले। युद्धमा चाहिँ यलम्बरले भुवन सिंहलाई युद्धमा पराजित गरेर महिषपाल वंशको अन्त्य भएको थियो। जयसिंहले कति वर्ष शासन गरेका थिए? 71 वर्ष 2 महिना। यो चाहिँ महिषपाल वंशको सबैभन्दा धेरै शासन गर्ने व्यक्ति हुन्। आजको हाम्रो गोपाल वंश र महिषपाल वंश सम्बन्धी छोटो भिडियो यहाँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। हस्, नमस्कार।